नमस्ते, मेरो नाम पल्लवी ढकाल हो। वेलकम टु माई युट्युब च्यानल। हामी यो युट्युब च्यानलमा चाहिँ फर्मेन्टेसन घरमै बसेर कसरी गर्ने, हेल्दी प्रोबायोटिक रिच फुड घरमै कसरी बनाउने भनेर एक्सप्लोर गर्दैछौँ। मेरो फर्स्ट क्लास चाहिँ तपाईलाई घरमा कार्बोनेटेड ड्रिंक कसरी बनाउने भनेर सिकाउँदैछु। सो बेसिकली धेरै डिफ्रेन्ट तरिकाले कार्बोनेटेड ड्रिंक्स घरमा बनाउन मिल्छ हैन। एउटा तरिका चाहिँ के हो भन्दाखेरि जिन्जर बग युज गरेर। यो हो मेरो जिन्जर बग। यो मैले बनाएको 2 वर्ष भइसक्यो र यही प्रयोग गरेर मैले विभिन्न फ्लेभरको कार्बोनेटेड ड्रिंक घरमै बनाउने गर्दछु। यस्तो खालको कार्बोनेटेड ड्रिंक तपाईले खाँदाखेरि चाहिँ इट्स रियली गुड फर योर गट, किनभने त्यसमा धेरै प्रोबायोटिक हुन्छ। जिन्जर बग भनेको चाहिँ एउटा वाइल्ड फर्मेन्टेसन हो हैन। हामीले चाहिँ जिन्जर, पानी र चिनी युज गरेर हामीले जिन्जर बग बनाउँछौँ। हामीले जब अदुवा लिन्छौँ नि, त्यो अदुवाको स्किनमा, अदुवामा अलरेडी ब्याक्टेरियाहरू हुन्छ हैन। र हाम्रो नेचरमा पनि, हाम्रो किचनमा, हावामा पनि ब्याक्टेरियाहरू हुन्छ हैन। त्यो ब्याक्टेरियाहरू चाहिँ यसले लिन्छ अनि खेर त्यो ब्याक्टेरियाले चाहिँ चिनी खान्छ। चिनी खाइसकेपछि चाहिँ त्यसले चाहिँ कार्बन डाइअक्साइड रिलिज गर्छ क्या। अनि त्यो कार्बन डाइअक्साइड रिलिज गर्दाखेरि चाहिँ हाम्रो कार्बोनेटेड ड्रिंक बन्ने हो हैन। सो त्यो प्रोसेस, यसलाई चाहिँ वाइल्ड फर्मेन्टेसन प्रोसेस भनेर भन्छ र त्यही प्रोसेसले चाहिँ हामी हाम्रो जिन्जर बग बनाउँछौँ। ओके, सो यसको लागि चाहिँ तपाईलाई एकदमै स्टेराइल इन्भाइरोमेन्ट चाहिन्छ। यसको मतलब यो हो कि हामीले चाहिँ गुड ब्याक्टेरियालाई मात्र सपोर्ट गर्ने खालको इन्भाइरोमेन्ट दिनुपर्छ। त्यही भएर क्रस कन्टामिनेसनहरू गर्नु हुँदैन। हात एकदम सफा हुनुपर्छ। मैले चक्कुलाई शुद्ध तातो पानीमा राखेर सफा गरेको छु। यो बोर्डलाई राम्ररी मैले साबुन पानीले सफा गरेको छु हैन। अनि मेरो युज गर्ने भाँडाकुँडाहरू जस्तो यो पर्टिकुलरली यो हाम्रो जुन ग्लासको बोतल छ, यो ग्लासको बोतल, अनि हामीले चलाउने जुन चम्चा छ, म चम्चा युज गर्दिनँ। वुडन कुनै पनि चम्चा युज गरे हुन्छ, किनभने स्टिलले चाहिँ अलिकति डिस्करेज गर्छ कि ब्याक्टेरियाहरूलाई भनेर चाहिँ हामीले वुड युज गर्छौँ के। त्यही भएर वुड मैले चपस्टिक लिएको छु। ल है, अब यसलाई सेलाउनुको लागि राखिदिने। तातोमा युज गर्नु हुँदैन है, यो सेलाउनु पर्छ। आफ्नो हात चाहिँ राम्ररी धुनु है। अनि हामीलाई चाहिने भनेको अदुवा। अदुवालाई एकदम राम्ररी धाराको पानीमा मजाले तपाईले धोइदिनुस् है। माटोहरू सबै निकाल्ने गरी मजाले धोइदिनुस्। अब धाराको पानीले धोइसकेपछि म माथि फिल्टरको पानीले पनि धुन्छु है। अब हामी जिन्जर बग बनाउने प्रोसेसमा छौँ है। तपाईले सबै कुरा स्टेराइल गरिसकेपछि चाहिँ अब तपाईको पानी, तपाईले जारको पानी युज गर्दाखेरि चाहिँ काठमाडौँमा कोलिफर्म ब्याक्टेरिया धेरै पानीमा पाउँछ नि त। त्यही भएर बकबक उमालेर सेलाएर मात्र प्रयोग गर्नु होला। तातो जिनिस तपाईले युज गर्नुभयो तपाईको जिन्जर बगमा भने चाहिँ तपाईको त्यो ब्याक्टेरिया मर्न सक्छ के। त्यही भएर सक्दो रुम टेम्परेचर, सक्दो चिसो जिनिसै युज गर्नु होला। सो पानी पनि चिसो है, रुम टेम्परेचरको पानी युज गर्नु होला। मैले चाहिँ यो आरओ फिल्टरबाट लिएको पानी हो। यसलाई मैले उमालेको चाहिँ छुइनँ, किन भन्दाखेरि यसमा केही ब्याक्टेरिया छैन। आरओले सबै मारिदिन्छ नि त। सो आइ एम युजिङ द्याट वाटर। तपाईलाई एउटा जिन्जर चाहिन्छ, अनि तपाईलाई चिनी चाहिन्छ, अनि तपाईलाई पानी चाहिन्छ। द्याट्स इट। सबैभन्दा पहिले हामी यो जिन्जरलाई राम्ररी पखालिसकेपछि चाहिँ यसको स्किन निकाल्दैनौँ, किनभने यसको स्किनमै राम्रो ब्याक्टेरियाहरू हुन्छ हैन। सो सक्दो स्किन राख्नु होला र यसलाई हामी फाइनली चप गर्नेछौँ है। तपाईले कोरेसोमा कोर्दा पनि हुन्छ। मैले चाहिँ अहिले चपै गरेको छु। अब कति जिन्जर युज गर्ने भनेर भन्दाखेरि झन्डै मैले 2 चम्चा जति, हेर्नु त, ठुलो चम्चाको 2 चम्चा जति जिन्जर मात्र युज गरिरहेको छु है। ओके, मेरो जिन्जर भयो। झन्डै झन्डै 2 चम्चाको जिन्जर छ हैन। सो यो काटिसकेपछि मैले यसलाई एउटा बोतलमा हालेँ, जुन हामीले एकदमै उमालेर बकबक उमालेर सेलाएको बोतल है। अब यसमा म 2 चम्चा चिनी हाल्छु। 2 चम्चा जिन्जरमा 2 चम्चा चिनी है। चिनी जरुरी छ। अनि त्यसमा मैले 1 कप वाटर, यसलाई मैले घोल दिन्छु। अब रेसियो एक्ज्याक्ट हुनुपर्छ भन्ने छैन है। र हामीले वाइल्ड फर्मेन्टेसन गर्ने भएको कारणले गर्दाखेरि एउटा कपडाले, अथवा मैले यहाँ टिस्यु युज गरेको छु, सफा कपडाले तपाईले छोपिएर यहाँनिर तपाईले रबर ब्यान्ड लगाए पनि हुन्छ हैन। मैले चाहिँ यतिकै थोरै हल्का मैले कभर गरिदिएको छु। तपाईले यति गर्ने हो। आज हामीले के गर्यौं,
हामीले अदुवा हाल्यौं 2 चम्चा चिनी झन्डै झन्डै 1 कप अफ वाटर है अनि वाटर अलिकति धेरै भयो भने चिन्ता नगर्नु होला हैन द्याट्स इट अनि हल्का कभर गर्दिने झिंगा सिंगा भित्र नपसोस् भनेर अनि त्यसपछि यसलाई छोड्दिने यो चाहिँ अहिले रेडी भएको छैन यसमा फेरि भोलि हामी चिनी र अदुवा हाल्छौं अनि खेर कुर्छौं कुर्नै पर्छ के किनभने वाइल्ड फर्मेन्टेसन हुनको लागि चाहिँ टाइम लाग्छ हैन अनि यो चाहिँ तपाईले कसरी यसलाई सोच्नु भन्दाखेरि यो चाहिँ तपाईको दहीको जोरन जस्तै के यो जोरन हो तपाईको तपाई अहिले जोरन बनाउँदैछ हैन अनि यो जोरन रेडी भइसकेपछि हामी ड्रिंक बनाउँछौं के सो आज यसमा खासै त्यस्तो एक्टिभिटी छैन यहाँ हेर्नुस् त सो हामी यसमा 1 चम्चा अदुवा र 1 चम्चा चिनी फेरि हाल्ने छौं 1 चम्चा जिन्जर अनि 1 चम्चा चिनी मज्जाले घोल्दिने र यसलाई फेरि भोलि हामी 1 चम्चा चिनी र 1 चम्चा अदुवा हालेर गर्नेछौं थर्ड डेमा अलिअलि बबल्स देखिएको छ तपाईकोमा देखेको छैन भने डोन्ट वरी तपाई अदुवा र चिनी फेरि हालेर घोल्दिनुस् यसरी नै तपाईले फिडिङ गर्नुपर्ने हुन्छ 4th 5th 6th डे सम्म अनि तपाईले निकै नै धेरै बबल्स देख्नु हुनेछ तपाईको जिन्जर बगमा आज छैटौं दिन र मेरो जिन्जर बगमा निकै नै बबल्स पनि आइसकेको छ आज फेरि म यसमा 1 चम्चा चिनी र 1 चम्चा एज यु क्यान सी जिन्जर हाल्दै छु अनि त्यसपछि यसलाई घोल्दिन्छु सो यो जिन्जर बग चाहिँ अब भोलि रेडी हुन्छ कम्प्लिट रेडी हुन्छ एज यु क्यान सी एकदमै फिजी भइसकेको छ अनि सानो बबल्सहरु पनि राइज भइरहेछ कि माथि गइरहेको छ सानो बबल्स यसमा म थोरै पानी पनि हाल्दिन्छु अब यो जिन्जर बग चाहिँ हाम्रो लागि रेडी हुन्छ भोलि यो भोलि चाहिँ हामीले यो जिन्जर बग युज गरेर कसरी घरमै एकदमै हेल्दी कार्बोनेटेड ड्रिंक बनाउन मिल्छ म तपाईलाई मेरो नेक्स्ट ट्युटोरियलमा सिकाउने छु सो अहिलेको लागि चाहिँ तपाईको प्रश्न केही छ जिन्जर बग सम्बन्धी भने प्लिज लेट मी नो इन द कमेन्ट फोटो छ भने फोटो पठाउनुस् क्वेशन्स छ भने क्वेशन्स पठाउनु आई एम ह्यापी टु एंगेज एन्ड आन्सर ऑल योर क्वेरीज है हामीले जिन्जर बग प्रयोग गरेर ड्रिंक बनाउनु भन्दा अघि चाहिँ बोतल पर्चेज गर्न जरुरी छ कस्तो खालको बोतल किन्ने भनेर चाहिँ मेरो नेक्स्ट ट्युटोरियलमा तपाईले हेर्न पाउनु हुनेछ अहिलेको लागि चाहिँ यति नै होपफुली योर जिन्जर बग इज थ्राइभिङ